सबैजनालाई। आज चाहिँ म काठमाडौँको होहल्ला र भिडबाट एकछिन भए पनि टाढा रहनको लागि ललितपुर आएको छु। चापागाउँ हुँदै हेटौँडा जाने बाटोतर्फ लाग्ने बित्तिकै होहल्ला र भिडभाड धेरै नै कम भइसकेको थियो। अलि परबाट हेटौँडा र लेले जाने बाटो छुट्टिने रहेछ। यहाँबाट हामी लेलेतर्फ लाग्यौं। फराकिलो कालो पत्रे वरिपरि पहाडै पहाड भएकोले बाइक राइडको लागि एकदमै आनन्ददायी थियो। साथै यस ठाउँमा आउनको लागि साझा यातायात तथा अरू पनि सार्वजनिक यातायातमा आउन सकिने रहेछ। ठूलो कालो पत्रे सडकलाई हामीले छोडेर अब हामी देब्रे मोड्यौं र देब्रे मोडिएको 1 मिनेटमा हामी आइपुग्यौं PIA मेमोरियल पार्क लेले। 1992 सेप्टेम्बरमा भएको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स दुर्घटनामा परि ज्यान गुमाउनुभएका 167 जना यात्रुको स्मरणमा यो पार्क बनाइएको रहेछ। दुर्घटनामा ज्यान गुमाउनुभएका सम्पूर्ण यात्रुहरूको नाम र देशसहित शिलालेख बनाइएको रहेछ। तर गत वर्ष असोजमा आएको बाढीले उक्त शिलालेखहरू आधाभन्दा बढी पुरिएको रहेछ। बाढीमा पहाडसँगै रुख नै पुरै बगेर आएकोले गर्दा अहिले यस पार्कको धेरै भाग ढाकिएको छ। तर पनि यहाँको प्राकृतिक सुन्दरता र आनन्दमय वातावरणमा भने केही पनि कमी आएको छैन। सहजै आउन सकिने यस पार्कमा यात्रुहरूको नाम पढ्दा मन चाहिँ सिरिङ्ग हुने रहेछ। फराकिलो, हरियाली, शीतल र आनन्ददायी यस ठाउँमा हजुरहरू पनि समय मिलाएर घुम्न आउनुहोला। अन्त्यमा यो ठाउँ र भिडियो हजुरहरूलाई कस्तो लाग्यो त कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला। धन्यवाद।